ए रविको उद्धार होस् भनेर आएको। के गरे रविलाई के गरे? अन्याय अरे रविले गल्ती गरेको छैन जस्तो लाउँछ। अन्यमा सबै धरोटीमा झुनिने, ऊ भुत्किने ऊ नभुत्किने, न्याय पाओस्। म त एक सालेले कति भएँ? म एक साले हुँ। यस्तै म जातिवृत्ति भएर यसलाई बाबुलाई हिँड लगेर जातो कहाँ हो जे हाम्रो एउटा सहीले त्यसले न्याय पाउँछ भने दिम जाना के हार्लान् त हामीलाई अब गोली हाने हान्नन् मारे मार्लान् के हार्ने। बालेनलाई नि दिएको अन्याय हारेका छन्। बालेनलाई नि अन्याय हारेका छन्। बालेनलाई अरे कुलमानलाई अरे अब सबैलाई अरेका छन्। अब कुलमानलाई लगाएर राखे भयो भने त पनि यो प्रशासनिक अधिकृति ल्याएर राख्न भन्दा त्यसलाई राख्न सकेनन्। फेरि यो कराखन् बाहिर बाहिर। म 82 वर्ष भएकी बुढीले 100 नाइछु। मेरो खेर नजाओस्, न्याय होस्, न्याय पाओस्। खोल खोल्ने रवि हो, खोलो भनेर लगेर थुने। हान त काङ्ग्रेस हुँ नि म जन्मजुग। हजुर काङ्ग्रेस हुँ। रविको पक्षमा अहिले हस्ताक्षर गराउनु भयो? होइन, हामीले बालेनलाई दियो, रविलाई दिएको, तोसीमा कार्कीलाई दिएको, पहिलेबाट मुकुन्दलाई दिएको, मुकुन्दलाई दिएको। अहिले काङ्ग्रेसलाई दिइएन, वडामा उसलाई दिइयो। छोड्यौँ, गल्ती अरे बाबु, गल्ती अरे। एमाले र काङ्ग्रेसले गल्ती गरे। त्यसपिरा रवि अन्यायमा परो। रविले नखाएको बिख नलाओस्, दुःख पाए पनि। मेरो प्रतिज्ञा त्यही छ। रविको उद्धार गर्नलाई सबै जुटेर कहाँ हो के हो भन्न यता रचा आइयो।